त्यहाँ चाहिँ लफडा परिरहेको छ होइन यहाँनिर हामी कहाँ छौँ भने नि ठ्याक्कै भन्दाखेरि खोइ भाइ किति भयो त अनि छ्या एउटाले पारा देखाएको थियो अर्कोले हामीले गएर मिलाउनु पर्छ होला हौ पेसेन्जरले हामीलाई त अबर पर्छ के भएको हौ यहाँनिर खासमा बाइक गरेर रोक्नुपर्छ क्या एक्सिडेन्ट आउँदा हुन्छ पछाडिको गाडी नजा भनेर हाल्नु हुन्छ क्या अगाडि त्यो त्यस्तो हुन्छ यसलाई उयो रात परिसक्यो यार यहाँनिर कहाँ पुग्नु पर्ने मान्छे कस्तो मान्छेको 20 वटा कुरा